छोडेर विदेश हुनु सही कि गलत? अनि नेपाल म आज एउटा कुरा सेयर गर्न चाहन्छु होइन। अब कतिपय साथीहरूले भन्छन् जापानमा सोचे भन्दा धेरै दुःख छ होइन। स्टुडेन्ट लाइफ त झन् निकै सङ्घर्षपूर्ण छ होइन। नेपालमै राम्रो जागिर भएको भए त म अब जापान नै आउने थिएन, यस्ता टाइपका कुराहरू गर्छन् होइन। हुन त नेपालमै प्रतिष्ठित सरकारी जागिर र सुरक्षित भविष्य छोडेर जापानमा आएका उदाहरणहरू थुप्रै छन् हाम्रो वरिपरि, एउटा उदाहरणमा पनि हो होइन। तर सत्य कुरा के हो भने दुःख त नेपालमा पनि छ र दुःख यहाँ जापानमा पनि छ। फरक यति हो कि होइन, अब जापानको दुःख के अरे नेपालको दुःख र जापानको दुःखको मूल्य फरक छ क्या होइन। मलाई के लाग्छ भने नेपालमा 20 वर्ष होइन दुःख गर्नु होइन, सङ्घर्ष गर्नु, अनि 5 वर्ष के अरे जापानमा 5 वर्ष दत्तचित्त भएर दुःख गर्नु एउटै हो होइन। यहाँको 5 वर्षको मेहनतले जीवनलाई एउटा नयाँ उचाइ र गति दिन सक्छ होइन, जुन सायद नेपालमा वर्षौँसम्म सङ्घर्ष गर्दा पनि यो कुरा सम्भव हुन्न क्या। अनि अर्को कुरा भनेको आखिर दुःख नगरी कतै पनि सुख पाइँदैन क्या होइन। नेपालमै बसेर देशको सेवा गर्दै दुःख गर्नु र परदेशमा आएर आफ्नो परिवारको भविष्यका लागि दुःख गर्नुमा आफ्नो भोगाइ र बाध्यता छन् होइन। तपाईँहरूलाई चाहिँ के लाग्छ साथीहरू होइन? नेपालको जागिर छोडेर विदेश हुनु सही कि गलत? अनि नेपाल र जापानको दुःखको यो तुलनासँग तपाईँहरू कतिको सहमत हुनुहुन्छ? आफ्नो अनुभव र विचार कमेन्टमा भन्नुहोला होइन। जतिजना साथीहरू अब जापानमा हुनुहुन्छ, जापानमा भएका साथीहरूले आफ्नो तितो मिठो अनुभव के छ सेयर गर्नुहोला। कस्तो लाग्छ त तपाईँहरूलाई? धन्यवाद है त।